माथि जा भने कस्तो पछि पछि आयो यो त भरिङ भोलै बाई बाई अहिले भेट्छु म मै घाम छ सो गाइस हामी चाहिँ झ्याउ लाएर हिँडेको घरबाट माथितिर एकछिन भएर कामतिर जाउँ अनि माथि बालतिर जाउँ भनेर मसँग चाहिँ डाँगु सर्छ डाँगु सरमा चाहिँ एकछिन डुल्दैछौँ घर मासतिर एकछिन हिँडेको यार पहिला बाल विकास स्कुल जाउँ स्कुलमा एकछिन रमाइलो हेरौँ हेलो हु इज दिस गाइज के छ ठिक छ ठिक छ खाइयो खायो ठिक छ बुझेन म यहाँ अब स्कुल जानला अनि स्कुल जानुपर्छ नि त कसले लग्यो स्कुल घरमै खा हेर बोकेर हिँड्नु हुँदैन के घरमै खा भने स्कुल पढ्नु चाहिँ छैन म स्कुल बाहिर आएर के केटी होइन के जिस्काउन हाल्यो नयाँ प्रिन्सिपलले ल बच्चालाई हाने चाकमा हानिरहेको रहेछ पनि बिजयमा आएको बाइक रहेछ बटा बच्चाहरू जानु र भने भित्र हस्तकला हेर्न आएको क्या हामी कहाँ भइरहेको छ ढुङ्गानाको धुनमा यही बाबु काम बाइक सुनेर यहाँ चाहिँ नर्स आउँदो रहेछ है जाउँ यहाँ माथि जाउँ नि हामी एउटा ट्याङ्की छ है ट्याङ्की यहाँ चाहिँ चराचुरी जनावरलाई चाहिँ पानी खाने ठाउँ पानी खाने ठाउँमा चाहिँ अहिले कुनै जनावर छैन तर बेला बेलामा निस्किन्थ्यो पहिला हामी यहाँबाट भित्र छुटेर माथि ब्यारिकसम्म पुग्थ्यो हिँड्दै हेलो अहिले यति झ्याउला कहाँ जाने यहाँबाट चाहिँ हामी नजाउँ होइन अहिले चाहिँ हामी यहाँबाट ट्याङ्की जाँदैछौँ हामी यहाँ ट्याङ्कीमा चाहिँ ग्याङ छ बोलाइरहेछ अनि एकजनालाई चाहिँ चेप्टाउँ भनिन्छ त्यहाँबाट भित्र छिडेर हामी चाहिँ नि अनि एकछिन भएर थानतिर जाने पनि जाउँ के भन्नु छ केही भन्नु छैन हस् के हेर न सुतिरहेको रहेछ ल यहाँ त कस्तो फाँडेछ है कस्तो खुल्ला देखा पर्खाल बढाउनु ला जस्तो छ हुँदैछ बिस्तारै यहाँ चाहिँ पर्खाल सर्खाल बढाइसकेको छ यो चाहिँ के बाटो रे यहाँ वहाँसम्म छ नि यो गुम्बासम्म टौडलबाट यो चाहिँ नि टुरिस्टको लागि चाहिँ नि बनाएको हो यो चाहिँ खास गरी यहाँबाट भ्यू पनि राम्रो देख्छ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि अब जानी भए जाऊ ए माया माइती झुन्ड्या रुख त यहाँ ऊ यहाँनिर थियो ऊ यहाँ हो कि कहाँनिर यो बाटोमा थियो
नछद हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो कपालुलाई फर्किन हेरौँ मलाई अरे बगैला चुगौलीमा चोराई फुलेको फुल लिएर जान्छ। यहाँ चाहिँ गाई छ है, गाई अलिक देखेन होला कालो भयो। गाई छ, यो छ साँडे छ। यो हस्की चाहिँ हामीले बेचे हो। अस्ति स्विमिङ पुलको भिडियो यसलाई अब लान्ला नि। अरे बगैला चुगौलीमा चोराई फुलेको फुल लिएर जान्छ मेरो दिएको छिटो हराइछ यो त जान्दैन फुलेको फुल लिएर जान्छ मेरो दिएको छिटो हराइछ यो त जान्दैन अब फुरफुरी गर्ने बानी मलाई यो जम्मै लाग्यो नि हो तिम्रो त्यो हेराइ मुटुमै लाग्यो सकिन लाग्न अब जानी भएछौ ए माया बढेरै नछद हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो यहाँ जङ्गलभित्र छिरिसकेका छौँ। त्यो पनि जाउँ भनेर भैरवथान मन्दिर चाहिँ उता छ र अहिले खास गरी चाहिँ छिर्न चाहिँ मिल्दैन। बिहान कति 10 बजीसम्म मात्रै खुल्ला हो, बिहान 7 बजीबाट मनिरहेको उनीहरूलाई अनि छिर्न चाहिँ मिल्दैन। त्यही नि हामी चाहिँ अब यताको भएर एकछिन छिर्ने हो। त्यो गेट पनि त्यहाँ तलको गेटमा नि त्यो तार बार लगाइदिन्छ क्या, त्यो तार बार नि खोलेर छिडिन्छ हामी चाहिँ होइन। तर त्यहाँ चाहिँ खास गरी चाहिँ भन्नुपर्दा छिर्न मिल्दैन। अनि यहाँ चाहिँ जुन बेला वन खोल्छ त्यो बेला मात्रै यहाँबाट दौरा सौरा यस्तो यो पत्केर के यताउति लान पाइयो। रुखहरू त्यो खसेको रुखहरू लान पायो तर काट्न पाएन। तर जब वन खुल्ला हुँदैन त्यो बेलामा चाहिँ एउटा सिङ्ग दौरा नि लान पाउँदैन यहाँबाट। त्यस्तो नियम छ निकुञ्जको नियम। आर्मी आज चाहिँ आर्मी बसेको छैन क्या, नत्र यहाँ टक्क बसिरहन्छ आर्मीहरू। एकजना मात्रै बसेको फेरि यत्रो जङ्गलभित्र। सो यो बाटो चाहिँ यहाँबाट चाहिँ एउटा ब्यारिक जान्छ अनि यो चाहिँ यो बाटो सिधै गइराख्यो भने चाहिँ नि उता फुलबारी गेटतिर पुगिन्छ। टौडल बरटाहरू चाहिँ बाल्जी हुँदै फुलबारी गेटतिर पुगिन्छ र यताबाट गयो भने चाहिँ सबै
यहाँबाट चाहिँ जान्छ जाने बाटो हो सैनिक इलाका प्रवेश निषेध यहाँबाट उता हामी जान्छ नि गुम्बा त्यो गुम्बा माथि अलिकति छेउमा नि आर्मी ब्यारेक छ त्यो चाहिँ कालोमा के भन्छ त्यो ब्यारेकको नाम बिर्सेँ मैले रातो माटो पोस्टको हो र त्यहाँ छ हाम्रो यहाँको ब्यारेक चाहिँ हामी भएर थाहा आइपुग्यो तिम्रो त्यो हेराइ लाग्यो सकिन थाम्नु अब जाने भएछौ ए माया अब धेरै नसक्छ तिम्रो त्यो चार सो गाइस हामी चाहिँ अब यसो माथि तारकेश्वरतिर जाँदैछौँ होइन अनि यहाँ चाहिँ लेडी बुलेट राइडर हेलो गाइस अहिले चाहिँ हामी यहाँ नेपाल कार नभइकन हामी चाहिँ अब यहाँबाट सिधै जलङ्गीतिर जान्छौँ यहाँ मामारे चाहिँ यो दुईवटा बिलेट छ दुईवटा एन्कर छ यो पुल काटेर जानुपर्छ यताबाट हिँड्न अब यहाँबाट जलङ्गो जान्छौँ त्यहाँबाट माथि हिँडेर जान्छौँ आमा खाजा घर भन्ने जग्गा माथि हो र हामी चाहिँ पहिला त्यहाँ जान्छौँ त्यहाँ खानु अब खै त्यहाँ पनि गइगएन हेरेर हामी चाहिँ त्यहाँ माथि बस्दै पुलतिर अनि माथि तारकेश्वरतिर केटीलाई चलाउनु दिनु हुँदैन यार गाइज कहाँबाट घुसखाएर लाइसेन्स दिइहाल्छ यसले त ओए बिस्तार चला है बिस्तार चला मार बिस्तारै यस्तो ठाउँमा बिस्तारै यता 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 है यता
पहिलादेखि जमानामा आउँदाखेरि नै यस्तै थियो पानी पर्ने बेलामा आउँदाखेरि नि यस्तै हिल्लो यहाँ त ट्रेनिङ गर्छ बिस्तारै है मोनीके मेरो स्कुटर त्यो उस भइरहेको छ त्यो ढुङ्गामा हेर नाच्यो ल ल ल ल ल मार्यो चिप्लिन्छ भने यसमा बिस्तारै गर्नु लास्ट छ यही बेकारमा चलाउने त्यसलाई सो म चाहिँ भ्लग बनाउन लिएर बसेको वेयर जेसिदाहरू खै त आएन आइरहेको हेलो डक्स सो गाइस अहिले चाहिँ हामी त्यहाँ एक ठाउँमा जान्छौँ होइन हामी त्यहाँ पहिला जान्थ्यौँ त्यहाँ अघि रोकेको ठाउँ थियो त्यहाँ चाहिँ अलिक प्याक जस्तो रहेछ क्या त्यहाँबाट त्यहाँ अर्को ठाउँमा जाँदैछौँ होइन त्यहाँ चाहिँ अलिकति कटेज टाइप हो त्यहाँ चाहिँ अलिक कटेज टाइप हो त्यहाँ चाहिँ क्याबिन स्याबिन छ होइन हामी चाहिँ पहिला त्यही जमानादेखि आउँथ्यो त्यहाँ होइन पछाडि आइरहेको छ यस्तो छ गाइस सो फ्ल्याग पोइन्ट चाहिँ उयो हो है अब एक दिन कुन दिन म झुक्छ भने जान्छु म फ्ल्याग पोइन्ट पनि फ्ल्याग पोइन्ट जानुपर्छ अब अर्को फ्ल्याग पोइन्ट पनि आउन सक्छ है गाइस यस्तै छ ल यहाँबाट चाहिँ पिच्छ है चिप्लिन्छ मोनिका यसमा नसुता न रोक बिस्तारै डरला एउटा मुन जात सो गाइस अब चाहिँ हामी यहाँ यहाँबाट चाहिँ हामी झर्छौँ यो बाटोबाट आउनुपर्ने छ अघि डाइरेक्ट चाहिँ आइन्थ्यो है यहाँबाट चाहिँ दुईवटा बाटो एउटै पुलमा चाहिँ पुग्ने हो कि हाम्रो बाटो पछाडि रोक्थ्यो थरी छौरीहरूसँग बस्न तिम्रो त्यो चालो देखेर आज फुरफुरी लाग्यो नि अब जानी भए जाऊ ए माया अब धेरै रहेछ हो तिम्रो त्यो चालो देखेर आज फुरफुरी लाग्यो नि अब फर्किन अब निस्किनु लाग्यो है मेरो भाइ चाहिँ पठाउमा गइसक्यो सो अब हामी निस्किनु पर्ने हुन्छ ल घरतिर जाउँ अब को आयो ल भयो भाइ नगर चेताइदियो नि रुन्छ अहिले जेसीको नगर भने लाइट अफ गरेर हान्नुपर्छ
नगर्नुहोस् बाई 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 किन डराइरहनु जाऊ 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 यहाँनिर बाई बाई ए छौरी उठ्छ चले चले बाई बुलेट वाली बाई अटोमेटिक ढोका राख भोलि अटोमेटिक डोर अटोमेटिक डोर राखेर के नाटक नगर्नु